यो नेपालको नेताहरूले हो कि ठेकेदारले हो त्यो बताउन बनाउने भए यार। म कहिले काठमाडौँ पुग्ला दाइ एक कप चिया। मुस्ताङबाट यहाँ काठमाडौँ किन आउनु भयो? म यहाँ पोलिटिकल पार्टीहरूसँग लड्न आएको हो। तिमी पनि त्यही मध्ये एक हौ। मलाई आउने 84 सालको चुनावमा जिताइदिनुहोस्। म प्रधानमन्त्री भए भने सबैलाई केरा दिनेछु। Vote for me in the upcoming 2084 election. If I become Prime Minister, I'll give bananas to everyone. म अब सिंहदरबार जाँदैछु। अब हरेक झोलेलाई यो देशबाट लात हान्ने छ। अब हामीले नेपाल बनाउनु पर्छ। मासु भातलाई भोट नदिउँ, एकजुट हौ। के को मिसन 84? हामी त खाने हो खसी। भोट पुरानो पार्टीमा हाल्ने अनि सुन्ने अर्को 5 वर्ष रुवाबासी। म त केपी ओलीलाई भेट्न र शान्ति वार्ता गर्न मात्र आएको थिएँ। मैले केपी ओलीलाई कुनै हानि पुर्याएको छैन। तैपनि उनीहरूले मलाई समाते। कृपया मलाई जेलबाट छुटाउन मद्दत गर्नुहोस्। कृपया मलाई यहाँबाट बचाउनुहोस्। तिनीहरू मलाई नेपालको विकास गर्न चाहँदैनन्। नेपालको विकास गर्न खोज्नेलाई सधैँ जेलमा हाल्छन्। उनीहरू नेपालको विकास गर्न चाहँदैनन्। हेर्नुस्, अब न्यायालय उनीहरूकै कब्जा छ, अख्तियार उनीहरूकै कब्जा, निर्वाचन आयोग उनीहरूकै कब्जा, घुसखोरी अनि भ्रष्टाचार गर्ने। अनि यो देश कसरी बन्छ भन्नुस् त? आफ्नो अनुहार कहिले ऐनामा हेरेको छस्?